गुवाहाटी मा कामाख्याको मन्दिरमा लगेर आफ्नो छोराको चुल मुण्डन गर्छु भनेर त्यही दिन सोचेको थिएँ जुन दिन मेरो छोरा जन्मेको थियो। तपाईहरु पनि आफ्नो छोरा अथवा छोरीको चुल मुण्डन मा कामाख्याको मन्दिरमा लगेर गर्छु भनेर सोच्नु भएको छ भने यो भिडियो तपाईहरुको लागि, किनकि मैले तपाईहरुको लागि र आफ्नो छोराको मेमोरी होस् भनेर यो भिडियो बनाएको। मैले चाहिँ फर्स्टबाट लास्टसम्म कसरी के गर्नुपर्छ, कति खर्च लाग्छ सबै कुराहरू यो भिडियोमा देखाउँछु। अहिले अब बिहान भइसकेको छ, म चाहिँ नुहाई धुवाई गरेर बाबुलाई पनि रेडी गर्दै उता हस्बेन्ड पापा हामी सबैजना हिजो बबी आन्टीहरूको घरमा आएको थिएँ। गुवाहाटीमा पनि छ आन्टीको घर। अहिले अब हामी सबैजना निस्किसकेको छु। यता मेरो दादा भाउजू मेरो भदा हामी सबैजना मा कामाख्याको लागि भनेर निस्किसकेको छु, रस्तामा छु। नमस्ते, मेरो नाम सलिना बानिया हो, म डिब्रुगढ आसाममा बस्छु। आजको मेरो नयाँ भिडियोमा हजुरहरू सबैजनालाई फेरि पनि स्वागत छ। यतातिर गाडी पार्किङ गरेर स्यान्डलहरू सबै गाडीमै खुले र बाबु एकदमै पसिना निस्किरहेको छ त्यसलाई, त्यसको लुगा पनि मैले चेन्ज गरेँ। यतातिर मेरो भदा अहिले अब हामी सबैजना खाली खुट्टै हिँड्न लागिसकेको छु, किनकि स्यान्डल त खोल्नु नै पर्छ, त्यही लागि हामीले गाडीमै खुलिसकेको छु। र गाइस तपाईहरुलाई म आज यो भिडियोमा सबै कुराहरू देखाउँछु। मेरो छोराको चुल काट्दाखेरि मैले के गरेँ, कस्तो कस्तो सबै कुराहरू देखाउँछु। यता मेरो भाउजू हुनुहुन्छ। अहिले चाहिँ हामी हिँडी गइरहेको छु, तपाईहरु मेरो भिडियोमा बनिराख्नु होला। यतातिर हेर्न सक्नुहुन्छ पाण्डाहरू पण्डितहरू सबै भुइँमा बसिराख्नु भएको थियो। अनि अहिले हामी गए। यति नै भिड। आज चाहिँ सन्डेको दिन थियो र सन्डेको दिनमा चाहिँ गुवाहाटी मा कामाख्याको मन्दिरमा आउँछु भनेर सोच्नु भएको छ भने चाहिँ अर्कै दिन गरेर आउनु होला, किनकि सन्डेको दिनमा चाहिँ यति नै मान्छे यति नै भिड नभन्नु। गइराख्दाखेरि एउटा फोटोहरू पनि मारिहाले। र हाम्रो भाउजूको चाहिँ मा कामाख्या दर्शन चाहिँ फास्ट पाली हो। भाउजूलाई यति रमाइलो लागिरहेको थियो। म चाहिँ 3 पल्ट आएको, मलाई पनि यति खुसी लागिरहेको थियो। र हामी यता प्रसादीको टोकरीहरू पनि लिइसके र अब चाहिँ सिधै प्रवेश गर्ने हो मुख्य द्वारबाट। हेर्न सक्नुहुन्छ यति रमाइलो यति आनन्द लागिरहेको थियो मनमा। मैले चाहिँ त्यही द्वारमै ढोगिहालेँ र अब चाहिँ चाहियो पाण्डा हाम्रो बाबुको मुण्डन गर्नको लागि। মন্দিৰত দক্ষিণা, পূজাত দক্ষিণা, নাপিতৰ সিধা পাতি নাপিতৰ দক্ষিণা, তাৰপিছত চুলি সংকল্প ইনক্লুডিং মুঠ दक्षिणा গোটেই আৰু बेलेग बेलेग मा कामाख्याको मन्दिरको पण्डितहरूलाई चाहिँ पाण्डा भनिन्छ। उहाँले चाहिँ 3100 रुपियाँ भनेर भन्नुभएको थियो, हामीले चाहिँ 2100 रुपियाँमा फिक्स गरे। त्यसको पछि हेर्न सक्नुहुन्छ कत्रो लामो लाइन। अनि फेरि त्यहाँबाट हामीले नाम गोत्र बाबुआमाको नाम बच्चाको नाम अनि आफ्नो गोत्र लेखेर पण्डितजीलाई दिए। उहाँले चाहिँ अब यो टोकरी लगेर भित्र मन्दिर मा कामाख्याको भित्र पूजा गर्नुहुन्छ, किनकि हामी चाहिँ यत्रो लामो लाइन गरेर सक्दिन थियौँ, गर्मी पनि थियो अरू अधिराजले दिने पनि थिएन। दुईटा प्रोसेस हुन्छ। उहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ एकदमै तपाईँ फिजिकली हिँडी गएर भित्र दर्शन गर्ने लाइन हो, जुन चाहिँ माथिबाट आएर एकैबार तलसम्म आएको छ। हामी चाहिँ अब त्यहाँ नगएर डाइरेक्ट पण्डितलाई धरेर अनि त्यसरी गर्ने। अब चाहिँ अब बाबुको चुल काट्नको लागि चाहिँ पहिले एउटी डोरी लगाएर खुट्टामा बान्नुपर्छ मामाले। अब चुल काट्नको लागि कस्तो नियम छ हाम्रो नेपालीहरूको, हाम्रो चाहिँ यस्तो नियम छ। तपाईहरुको कस्तो छ कमेन्टमा बताउनु होला र हेर्नु होला। अब मामाले खुट्टामा डोरी बानिसकेपछि त्यसपछि गम्छा लगाएर अथवा केही पनि कपडा यसरी घाँटीमा बाँधेर त्यसपछि मामाले आफ्नो मामाले चाहिँ काट्नुपर्ने भान्जाको चुल। अब हाम्रो दाजुले चाहिँ मेरो दादा हो, अनि मेरो दादा भाउजू अनि तनै आएको थियो मेरो भदा। अहिले चाहिँ अब चुल काटेर यो काँसाको थाल पनि मामाले नै ल्याउनु पर्छ र त्यही काँसाको थालमा राख्दै गयो, चुल काट्दै गयो। हेर्न सक्नुहुन्छ हाम्रो अधिराजको चुल त कति लामो भएको थियो, किन भन्नु त मलाई त त्यतिखेर यति दुःख लाग्दै थियो मेरो छोराको चुल काटेको देखेर। अहिले रिकर्डिङ गर्ने बेलामा पनि कस्तो दुःख पो लाग्यो देख्दाखेरि। अनि अब फेरि त्यो गम्छामा चाहिँ जति पनि चुलहरू काटेको थियो त्यो चुलहरूलाई चाहिँ यो गम्छामा लगेर पछि के गर्छु यो चुललाई त्यो पनि हेर्दै जानु होला भिडियोमा। अहिले रस्सी खोलेर खुट्टाको आफ्नो मामाले गर्ने जुन चाहिँ नियम हुन्छ त्यो चाहिँ हामीले आफै गरे साइडमा। अनि फेरि उतातिर अब फिक्स गरेको छ सबै कुराहरू। अब बाबुको यसरी अलिकति चुल काटेको पछाडि चाहिँ अब मा कामाख्याबाट जुन चाहिँ पूजा गरेर ल्याएको टोकरी पण्डितजीले घुराइदिनु भएको थियो। यतातिर हेर्न सक्नुहुन्छ अरू नानी केटाकेटीहरूको पनि चुल काटि नै राखेको छन्। यो बाबुको चुल काटेको पछाडि चाहिँ हाम्रो बाबुको यतातिर हेर्न सक्नुहुन्छ कति धेरै भिड भित्रको लाइनको लागि हो, त्यो वेटिङ रुममा बसिराखेका छन्। अधिराजको चुल चाहिँ अगाडि मामाले सबै काटिदिनु भयो, कस्तो लाग्दैछ हेर्न सक्नुहुन्छ। अब चाहिँ बाबुको पालो चुल काट्ने। अनि यतातिर नापितहरू सबै हुन्छन्। तपाईहरुले बाहिर एक्स्ट्रा कटाउँछु भनेर सोच्नु भएको छ भने केही जरुरत पर्दैन, सबैको सुविधा छ
यहाँ चाहिँ एकजना पण्डितले नै सबै फिक्स गर्छन्। यता पैसाहरू केही दिन पर्दैन, एकैजनालाई दिए भने भइहाल्छ, त्यसबाटै उनीहरूले दिइदिन्छन्। अनि यता बाबुको चुल काट्नलाई हेर्न सक्नुहुन्छ कस्तो राम्ररी चुललाई पानी लगाएर उ गरे। बाबुको मुखमा चाहिँ सबै चुल पसिजाँदै थियो र उनीहरू त सधैँ काट्ने हजमहरू हुन् एकदम भित्रको, र उहाँहरूले कति राम्ररी नदुखाइकन बाबुले यति सजिलो पाराले हेर्न सक्नुहुन्छ चुल काट्न दियो। मेरो छोराले त केही दिगदारै गर्दैन, कपडा लाउन पनि, खाना पनि, चुल काट्न पनि, केहीमा पनि दिगदारै छैन। आजको दिनमा पनि कति राम्ररी चुल काट्न दिइरहेछ हेर्न सक्नुहुन्छ। अब यहाँ हजमले चाहिँ चुल काटेर पुरै खत्तम पारिदिइसक्नु भयो। मेरो छोरा चाहिँ पुरै टाक्लो भयो, तर मुखमा सबै मसिना चुलहरू सबै पसिरहेको थियो। मलाई चाहिँ कस्तो टेन्सन भयो, गिलिदियो भने के हुन्छ भनेर धम्माधुम म चाहिँ चुल अब त्यसको मुखदेखिबाट निस्काइरहेको छु। हामी पापा मम्मी, मेरो हस्बेन्ड र म दुईजना पुरा टेन्सन भइसक्यो भित्र पस्छ भनेर गरिरहेको छु। दुईजनाले नै हेर्न सक्नुहुन्छ। बाबुको चुल काटेर रेडी भइसक्यो, मेरो छोरा अब टाक्ला माठा भयो हेर्न सक्नुहुन्छ। मुखभित्र चुल अझै थियो, हामी सबलाई टेन्सन भइसक्यो कतिखेर चाहिँ चुल निकालौँ जस्तो, र बल्ल 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 झाडझुड पारेर चुल निकालिदिएँ। र त्यो कपडा पनि एकदमै मैले झाडझुड पारेर फेरि त्यही कपडा लगाइदिन्छु, किनकि पछि फेरि चेन्ज गर्नुपर्छ नि त नुहाएपछि, अनि त्यसको लागि हेर्न सक्नुहुन्छ बाबुलाई पुरा झार्दैछौँ हामी। चुल यताउति थियो, र यो चुल चाहिँ अब लगेर उहाँ पण्डितले भन्नुभएको थियो यो चुल जति पनि छ चुलहरू लगेर यहाँ लिएर आउनु भन्नुभएको थियो। अब चाहिँ हामी सिधै बाबुलाई चुलहरू काटेर अब कहाँ जान्छौँ हेर्दै जानु होला। अहिले चाहिँ हेर्न सक्नुहुन्छ यति भिड छ मन्दिरमा, खुट्टा राख्ने जग्गा छैन। मान्छेहरू मैले यति धेरै भिड देखेकै थिइनँ। अम्बुबासी मेलाको टाइममा हुन्छ होला। त्यस पछाडि मन्दिरको छेउमा जुन चाहिँ पोखरी छ, अहिले अब उहाँ एकजना पण्डित पठाइदिनु भएको छ, अघि जुन चाहिँ पाण्डाले भन्नुभएको थियो उहाँले नै गर्नुहुन्छ। बाबुलाई चाहिँ गङ्गा मातामा लगेर पहिले यहाँ चाहिँ नमन गराउनु पर्ने अरे यसरी। अनि मैले चाहिँ पानीमा बाबुलाई राखेर यतातिर कामाख्या मातालाई भने, हे माता मेरो छोराको जति पनि रोग व्याध दुःख कष्ट सबै हरण गर्नु होला भनेर त्यसरी बाबुलाई पानीमा छिट्काएर, बेसी पानीमा खेलाउनु पनि डर लाग्छ नि, त्यता भदालाई पनि गरिदिनु भयो किनकि चिसो लाग्छ भनेर। अनि अब त्यहाँदेखिबाट चाहिँ लगेर उतातिर हेर्न सक्नुहुन्छ अघिको जुन चाहिँ चुल थियो त्यो चाहिँ उहाँ विसर्जन गर्नुभयो मेरो हस्बेन्डले। त्यो जग्गामा चाहिँ चुल विसर्जन गर्नुपर्ने रहेछ। अनि यता पाण्डाले चाहिँ सबैजनालाई टिको लगाइदिइराख्नु भएको छ पूजाहरू गरेर, अब हाम्रो जुन चाहिँ नियम विधि विधानहरू गरेर। त्यस पछाडि यतातिर अझै माताको मूर्तिहरू छ, गणेश बाबाहरू हुनुहुन्छ। उहाँ चाहिँ अब टाउकोमा यसरी सिन्दुरले ओम लेख्नु पर्ने रहेछ। अनि उहाँ पाण्डाले नै त्यसरी लेखिदिइराख्नु भएको छ हेर्न सक्नुहुन्छ। ओम मतलब स्वास्तिक बनाइदिएर यसरी माथि टिको लगाइदिनु भयो, र हामी सबैजनाले पनि त्यहाँ पूजाहरू गरिसकेर अनि दर्शनहरू गरिसकेर त्यहाँदेखिबाट निस्क्यो। हामीले चाहिँ अब यत्रो लामो लाइनभित्र लागेर गर्न सकिनँ नानी केटाकेटीले गर्दाखेरि। अनि फेरि त्यस पछाडि यता मामाले नै दिनुपर्ने हो भान्जाको चुल कटेको दक्षिणा, अनि त्यसको लागि भाउजूले दिइराख्नु भएको छ टोटल 2100 रुपियाँ। अघि 1000 रुपियाँ अगाडि नै दिनुभयो, र पछि चाहिँ 1100 रुपियाँ यता पण्डितजीले सबैलाई आशीर्वाद दिनुभयो। र यता हेर्न सक्नुहुन्छ घाँसमाथि कति बान्दर रहेछन्। अनि फेरि अघिको नरिकलहरू सबै भित्र चढाएर ल्याएको, र यता फुटाउने पालो यता हस्बेन्डले नरिकल फुटाउनु भयो, त्यसपछि दादाले पनि नरिकल फुटायो, र यति राम्रो लाग्दै थियो। अनि फेरि यतातिर हेर्न सक्नुहुन्छ अस्तिको पालि आउँदाखेरि चाहिँ मैले त्यति ख्याल गरेको थिइनँ होला, यहाँ चाहिँ मा कामाख्याको मूर्तिलाई यसरी सिसा लगाएर फ्रेम गरेको रहेछ, कस्तो राम्रो लाग्दै थियो। र हेर्न सक्नुहुन्छ मन्दिरको दर्शन पनि तपाईँहरूलाई गराइदिए। गाइस तपाईँहरू को मा कामाख्यामा दर्शन गर्न आउनुभएको छ कमेन्टमा बताउनु होला, र तपाईँहरूले कहाँदेखि हेर्नुहुँदैछ मेरो भिडियो त्यो पनि बताउनु होला। त्यस पछाडि यहाँ अरू एउटा चमत्कारी चिज तपाईँहरूलाई देखाउँछु। त्यस पछाडि हामीले चाहिँ सिन्दुर अनि सिक्की पैसा हातमा लिएर अब लागिसकेको छु लाइनमा। यहाँ अगाडि जहाँ देखिराख्नु भएको छ त्यहाँ चाहिँ सिक्की पैसा अड्कायो भने टाँसिने रहेछ। हामीले चाहिँ त्यसरी नै गएर सिन्दुर लगाएर अनि सिक्की पैसा अड्काए। एकदमै भिड छ। अनि भाउजूको साथमा एउटा परेवा आएर बस्यो। भाउजूलाई त कति खुसी लागेन हो पनि, अब त्यस्तो मन्दिर धाममा गएर केही जानवरले त्यस्तो गर्यो भने माया गरेको जस्तो लाग्छ नि त भगवान्ले। अनि हामीले त्यहाँदेखिबाट निस्केर सबैजना फ्यामिली फोटो मारे, त्यो फोटो पनि दुईवटा निकालेर दिइहाल्यो। फोटोको दाम चाहिँ 150 रुपियाँ, एउटा फोटोको 150, दुईवटाको 300 रुपियाँ, र सबैले सबैको हिसाबले लिन्छन्। अब जसले जति दाम कमायो त्यसरी होइन, हामीले चाहिँ 150 गरेर दुईवटा लिए। र त फेरि प्रसादीको टोकरी पनि
दिएँ र पोलिथिनमा प्रसादी पनि हालिदिएँ। अनि फेरि मेरो हस्बेन्डले अरू के सामानहरू लिए त्यहाँबाट। अनि यो पुली हेर्न सक्नुहुन्छ, हाम्रो डिब्रुगढमा चाहिँ 400-500 रुपियाँ लिने, त्यहाँ चाहिँ 200 माने 400 मा दुईटा। अहिले हामी आन्टीहरूको घरमा आइसकेको छु खानासाना खानुको लागि भनेर। अनि बाबुलाई नुहाएर नयाँ कपडा पनि लगाइदिए, सबै मामालीले नै ल्याइदिनु भएको। र तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद मेरो भिडियो अन्तिमसम्म हेर्नको लागि। र तपाईँहरूले यो भिडियो हेरेर मुण्डन कसरी गर्ने हो कामाख्या मन्दिरमा गएर त्यसको बारेमा केही जानकारी प्राप्त गरे जस्तो लाग्यो भने चाहिँ एउटा मिठो कमेन्ट लेख्न नबिर्सिनु होला। सो आजको लागि बाई बाई, फेरि भेटौँला अर्को नयाँ भिडियोमा।